सबैजनालाई नमस्कार। र यसरी बिहान उठेर योगा गर्ने, स्ट्रेचिङ गर्ने मुख्य कार्य हुन्छ। जिउ फ्लेक्सिबिलिटी आउँछ यसमा। र नुमिङ सुमाले यसरी बिहान उठेर हरेक समय आफ्नो योगा कार्यहरू सुचारू रूपमा गरिरहेको हुन्छ। र यो जिम्नास्टिकको लागि यो स्ट्रेचिङ पनि इम्पोर्टेन्ट हुन्छ, हामी देखिरहेका छौँ। ल जिम्नास्टिक ब्याक फोल्डिङ फ्रन्ट फोल्डिङको निम्ति यो ढाडको एक्सर्साइजमै साह्रै इम्पोर्टेन्ट हो। जति मुनिसम्म आउनु सक्यो उति राम्रो। मुनि आउँदाखेरि पछाडिदेखि मुनि आउँदा सास भित्र हालेको हुनुपर्छ। यसरी फेरि अझै मुनि, जति मुनि उति राम्रो। यसरी मुनि आयो, यसरी यो ब्याक फोल्डिङ लागि साह्रै राम्रो। अब मुनि छुने एक्सर्साइज हुन्छ। यसरी छट छट छुएर मुनि आउने, सास भित्र हालेर। यो साह्रै इम्पोर्टेन्ट एक्सर्साइज हो। यो ब्याक फोल्डिङ फ्रन्ट फोल्डिङ गर्नको निम्ति यो साह्रै इम्पोर्टेन्ट हो। यो ठक ठक छुएर माथि आउने एक्सर्साइज हुन्छ। यसरी यो प्रकार हामी यसरी देखिरहेका छौँ। यो जति ज्यादा फ्लेक्सिबिलिटी हुन्छ त्यति राम्रो ढाडको निम्ति। सर्कुलर हुनुपर्छ। फ्रन्ट फोल्डिङ गरेर स्ट्रेचिङ पनि राम्रो हुनुपर्छ, अनि मात्रै ब्याक फोल्डिङ फ्रन्ट फोल्डिङ गर्न सकिन्छ। अब यसरी फ्रन्ट फोल्डिङ गर्नको निम्ति ढाड फ्लेक्सिबिलिटीको निम्ति एक्सर्साइज पनि इम्पोर्टेन्ट हुन्छ। हामी यहाँ देखिरहेको छौँ जुन नुमिङ समूहले गरिरहेको छ। अब यो फ्रन्ट फोल्डिङ निम्ति रेडी भन्दाखेरि सास भित्र हालेर तयारी हुनुपर्छ। जति सक्दो ढाडलाई माथि राख्नुपर्छ, नत्र भने जिउ उठ्न सक्दैन उता गएर। र एकदमै ठक्कै रेडी हुँदाखेरि सास भित्र हालेर रेडी हुनुपर्छ। रेडी। हामी यसरी ढाडलाई माथि राखेर पछाडिपट्टि टाउकोलाई फर्काएर हामी यसरी जिम्नास्टिक गर्नुपर्छ। खुट्टालाई स्विङ गर्नुपर्छ जिम्नास्टिक गर्दा। अप। हामी यहाँ देखिरहेका छौँ यसरी ठक्कै यसरी उठ्ने। र ब्याक फोल्डिङ गर्दा पनि त्यसरी नै। अब ब्याक फोल्डिङ गर्दा यसरी मुनि झरेर खुट्टा फ्याँक्ने हो। भाग यसरी रेडी। अप। यो इम्पोर्टेन्ट। अप। यो स्ट्रेचिङ। हामी यसलाई कार्टिल भन्छ। हामी कार्टिलमा त्यही पट्टि फर्केको हुन्छ जुन पट्टि हामी फोल्ड गरेको हुन्छौँ। अप। यसमा पनि स्ट्रेचिङले बहुत रोल खेलेको हुन्छ। स्ट्रेचिङ बिना हामी यो गर्न सक्दैनौँ। र यस्तै नुमिङ सुमाको कतिवटा बिहानका एक्टिभिटिज लिएर हामी आइरहनेछौँ। धन्यवाद सबैजनालाई।